लासो फ्याफुल्ला टास्तेले नमस्ते यहाँ सम्पूर्णलाई फेरि पनि स्वागत छ जेम्सुङ ब्लगको अर्को एपिसोडमा। आज भने चाहिँ हामी नुवाकोट धादिङ जिल्लाको सिमानामा पर्ने धार्मिक ऐतिहासिक पर्यटकीय क्षेत्र दोस्रो नमोबुद्धको नामले परिचित झ्याम्बलदोर्जे ढुक्खाङ युगाश्रम अन्तर्गत पर्ने महाअष्टचैत्य छेर्तेनको बारेमा आज भने म तपाईहरुलाई केही कुराहरू जानकारी गराउन गइराखेको छु। सो मैले भनिहालेँ यो चाहिँ नुवाकोट धादिङ जिल्लाको सिमानामा पर्छ। धादिङ जिल्लाको नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर 3 अन्तर्गत पर्दछ भने नुवाकोटको मेगाङ गाउँपालिका वडा नम्बर 4 अन्तर्गत पर्ने गर्दछ। ठ्याक्कै यो चाहिँ बोर्डर साइडमा रहेको छ। सो यो महाअष्टचैत्य छेर्तेनको बारेमा सर्टकटमा भन्नुपर्दा चाहिँ भगवान बुद्धको जीवनमा घटेको मुख्य 8 वटा घटनासँग सम्बन्धित रहेर यस्ता खाले महाअष्टचैत्य छेर्तेनहरू चाहिँ निर्माण गरिएको हुन्छ। तपाईहरुले देख्नु भएको होला धेरै ठाउँहरुमा धेरै गुम्बाहरुको आसपासमा यस्तो महाअष्टचैत्य छेर्तेनहरू चाहिँ निर्माण गरिएको हुन्छ। हामी मायानी बौद्ध मार्गीहरुले चाहिँ यस्तो महाअष्टचैत्य छेर्तेनहरू मानेहरू कोरवा गर्दा होस् या परिक्रमा गर्दा होस् धेरै पुण्य लाभ सञ्चय हुन्छ भनेर विश्वास गर्ने गर्छौं। साथै जानी अनजानमा गरेको पापहरुबाट मुक्त हुन सकिन्छ। कल्प कल्पसम्म गरेको पापहरुबाट चाहिँ मुक्त हुन सकिन्छ। आफूले सोचेको आँटेको कुराहरू पूरा हुन्छ र दिन दशा ग्रहहरू पनि हट्छ भन्ने विश्वास गर्छौं। त्यही कारणले चाहिँ तपाईहरु यदि भ्याउनुहुन्छ भने समय मिल्छ भने फुर्सद हुन्छ भने तपाईहरु आफ्नो घर नजिकै यस्तो महाअष्टचैत्य छेर्तेनहरू छ भने 8 वटै हुनुपर्छ भन्ने छैन। एउटा मात्र हुँदा पनि तपाईहरुले त्यसमा अब कोरवा गर्दा चाहिँ धेरै पुण्य लाभ सञ्चय गर्न सक्नुहुन्छ। तपाईहरुले गरेको पापहरुबाट चाहिँ मुक्त हुन सक्नुहुनेछ। र अब भनिन्छ नि यो भगवान बुद्धको जातक नामक कथा संग्रहमा चाहिँ के भनेको छ भने एकजना गोठालोले चाहिँ बाख्रालाई लखेट्दै गर्दाखेरि त्यो बाख्राले चाहिँ झुकिएर एउटा स्तूपको परिक्रमा गरेको पुण्यले चाहिँ उनले पछि उसको देहान्त भइसकेपछि उसको मृत्यु भइसके पछाडि चाहिँ अब उसको जन्म चाहिँ भगवान बुद्धको भुवनमा चाहिँ उसको जन्म भएको थियो भनेर भनिन्छ। ऊ चाहिँ उसले त्यो झुकेर गरेको परिक्रमाले चाहिँ कुनै पनि अब हुन्छ नि वज्र नर्गमा चाहिँ उसले जन्म लिनु परेन। त्यो झुकेर गरेको परिक्रमाको पुण्यले पनि के हुँदो रहेछ भन्दाखेरि भगवान बुद्धको भुवनमा चाहिँ जन्म लिन सक्ने रहेछ। त्यही भएको कारणले चाहिँ हामी सबैले समय छँदा फुर्सद हुँदा औँसी पूर्णिमा को बेलामा चाहिँ सकेसम्म कोरवा गर्ने परिक्रमा गर्ने बानी चाहिँ बसाल्नुपर्छ। अरू बेलामा सधैँ जस्तो नसके पनि पुण्य यस्तो औँसी जस्तो बेलामा चाहिँ 1 चोटि 3 चोटि 9 चोटि 13 चोटि सक्छ भने धेरै भन्दा धेरै चाहिँ अब परिक्रमा गरेको राम्रो हुन्छ। सो त्यही हो। अब यो भन्दा बेसी चाहिँ अलि नभनौँ होला। त्यही हो। अब यो झ्याम्बलदोर्जे ढुक्खाङमा पनि यसरी डाँडामा लस्करै 8 वटा महाअष्टचैत्य छेर्तेनहरू निर्माण भएको छ। अब यहाँ आसपासको मानिसहरू पनि फुर्सदको बेलामा गएर कुरा गर्नु होला। त्यहाँ गएर फोटो खिच्ने नाच्ने गाउने मात्र होइन टिकटक बनाउने मात्र होइन यस्तो ठाउँहरूमा कोरवा गर्ने बानी पनि बसाल्नुपर्छ है। सो थ्याङ्क यू सो मच फर वाचिङ भिडियो।